काठमाडौँमा आएपछि एउटै प्रब्लम भनेको यो अफिस टाइम जामले चाहिँ 5 मिनटको बाटो छ भने पनि लगभग 1 घन्टा लगाइदिन्छ क्या समस्या चाहिँ यही हो पुरै जाममा छौँ हामी अनि मलाई मन नपर्ने विशेषता चाहिँ है भाइ यही जामले क्या अहिले भर्खरै साथीको फोन हराएर चाहिँ निकै दौडधुपमा चाहिँ 1 घन्टा जति हामी 1 घन्टा अगाडि नै निस्किनु पर्ने है तर फोनमा चाहिँ छिमेकी साथीभाइले अब मजाले प्र्याङ्क गरेछ हामीलाई अब फोन चाहिँ गाडीमा छोडेको छ साथीले होइन अनि फोन चाहिँ झिकेर चक्कामुनि लुकाइदिएपछि हामीले निकै दुःख पायौँ नि त प्र्याङ्क गर्दाखेरि अब त्यसरी चाहिँ गर्न नहुने हो तर गऱ्यो साथीभाइले मजाले दुःख पाइयो एकदिन मासु अमिलो बनायो होइन कहिल्यै नभएको घटना घरमै फोन हराउँदा त हो अब अलि अमिलो त हुँदो रहेछ नि त होइन हाँस्दैछ मरिन्जेल अहिले सब परिवार हामी फेरि भिजिटको लागि बाहिर निस्केका छौँ साथीभाइहरू अब कस्तो रहन्छ आजको भिजिट हेरौँ आज मौसम अलिक राम्रो छ राम्रो त के भन्नु र धुवा धुलो चाहिँ अब हिजो जतिको छैन होइन अब पानी परेको छ नि त काठमाडौँमा पानी परेर अलिक रमाइलो चाहिँ भएको छ भक्तपुर सृजनानगरको चाहिँ बाटो हो यतिखेर हामी यहाँ छौँ र हाम्रो आजको भिजिट भने चाहिँ आज सेतो दरबार हिजो सम्भव भएन होइन सेतो दरबार प्लस आज राजदरबार र सातो बाटो नानीहरूलाई अलिक घुमाउँ भन्ने छ हाम्रो प्लान चाहिँ होइन हेरौँ कस्तो हुन्छ आज फ्यामिली इन्जोय हुनेछ ल शिक्षकहरूको आन्दोलनमा पनि सहभागी धन्यै भइयो शिक्षकहरू देशैभरिका शिक्षकहरू यहाँ जम्मा भएर आन्दोलनमा उपस्थित भएका छन् यहाँनिर है नेपालको शिक्षालाई विद्यार्थीलाई आन्दोलन गर्नुपर्छ भन्ने सिकाइराखेको छ पानी पर्न फेरि सुरु गर्यो आजको फेरि घुमाइ चाहिँ राम्रो होला जस्तो छैन ल साथीहरू अहिले भर्खरै ओलिज स्टोरमा छिरेर त्यहाँ मेरो आइप्याड बनाउन दिइएको थियो र त्यो बनाएर लिएर आयो अब त्यो भित्रको उनीहरूका प्राइभेसीका कुरा हुन्छन् र भिडियो चाहिँ अब मैले गरिनँ भिडियो भन्ने चिज चाहिँ अब जहाँ पाए त्यही पनि गर्न मिलेन नि त प्राइभेसीको कुरो हुन्छन् होइन हरेक कुरालाई ध्यान दिएर अब पर्सनल भ्लग भन्ने चिज त अब जहाँ पाए त्यही त ठ्यासो क्यामेरा देखाउनु भएन तर फेरि फोन झिकेर भिडियो गऱ्यो कि 1-2जनाले चाहिँ मलाई प्याच यसको आइफोन देखाएको भनेर भनिदिइहाल्छ क्या मलाई है त्यहाँ गएर एउटा गोप्रा चाहिँ किन्नु भनेको त गोप्रा किन्दाखेरि सीमा झिक्न 1-1.5 लाख खर्च हुने रहेछ त्यत्रो खर्च चाहिँ नगरौँ यो भिडियोको लागि जे चल्छ यही मोबाइलले चल्छ भन्ने पक्षमा ल साथीहरू सेतो दरबारमा त्यसो पनि नभन होला सुन्दरामा चढ्नको लागि टिकट काट्नेको लाइन हो अब यहाँ टिकट काट्छौँ र हामी फेरि भित्र छिर्छौँ हामी धरहराभित्र प्रवेश गऱ्यौँ र धाराहरू पनि यत्तिकै राम्रो बनाएको रहेछ यहाँ हामी यसरी जाँदैछौँ यहाँ छ धरहरा हाम्रो सामुन्ने टिकट चाहिँ पर हेड 200 रुपियाँ मात्रै रहेछ धेरै रहेछ होइन अब 200 तिरेर हामी जाँदैछौँ अब पहिला हामी कता भयो छिटो अब पहिला चाहिँ हामी अब यसो पहिला हामी यसो सुसु गर्न मुती गर्न जान्छौँ टोयलेटतिर अलिक गाह्रो भएको छ चिसोले च्यापेर है होइन चिनिकै बनाएर मा कसम माटोको भए क्वाटे बल्ल अहिले चाहिँ कुण्डलको भारी बिसा जस्तो भयो वासरुम गइसके पछाडि चाहिँ र यो चाहिँ पुरानो धरहरा हो साथीहरू है र अहिले बनेको नयाँ चाहिँ यहाँनिर छ अब क्यामेराले त फेददेखि त माथि टुपी त तान्दैन अब हामी भित्र प्रवेश गर्छौँ यसको विकल्प 2-4 छ एउटा लिफ्ट एउटा हिँडेर हामी जाँदा लिफ्टमा जान्छौँ होला आउँदाखेरि चाहिँ हिँडेर झरौँ भन्दैछु म कस्तो छ यहाँको बुझौँ कस्तो कन्डिसनमा रहेछ कहाँबाट जान्छ अरे हो र लिफ्ट पनि यतैबाट हो यो त अर्कै पो रहेछ बाटो तरिका यो चाहिँ जाने एकातिरबाट झर्ने एकातिरबाट रहेछ होइन यो के बनाएको निकै राम्रै बनाएको रहेछ यो चाहिँ के छ यहाँभित्र निकै राम्रो बनाएको रहेछ हेरौँ यहाँ पनि गएर नजारा लगाइहालौँ पहिला यहाँ हुलाको के थियो जस्तो टक्सारहरू थियो जस्तो लाग्छ मलाई अहिले यो चाहिँ छैन रहेछ भत्याइसकेको रहेछ यो चाहिँ के बनाएको छ हेरिहालौँ है त पानीबाट परेर फेरि पानी जमेको छ हो केही छैन केही देखिँदैन तर तल जानु पर्दछ यो चाहिँ सिसा उँधो चाहिँ के छ केही छैन चाहिँ लिफ्टबाट चढ्यो र लिफ्टबाट चढेर अहिले झर्दैछौँ
र साथीहरू फेरि धरहराको बिचमा छौँ अघि लिफ्टबाट आयो लिफ्टको भिडियो बनाएन मैले खासै बनाउनु मन लागेन अहिले भर्याङबाट फेरि हामी झर्दैछौँ र भर्याङ चाहिँ पहिलाको तुलना जस्तो रहेन चाहिँ फन पहिला चाहिँ घुमेर जान्थ्यौँ होइन यो चाहिँ कस्तो यो ट्याङ्गल टुङ्गल यो पहिलाको जस्तो चाहिँ छैन जोस् धरहराको ट्याङ चाहिँ यसरी ट्याङ्लाङ टुङ्लुङ होइन यो यतातिर यो लिफ्ट जाने बाटो भइहाल्यो यो लिफ्टहरू यता यसरी प्रत्येक तलामा लिफ्ट चाहिँ रहेछ तर यो लिफ्ट चाहिँ कस्तो भने डाइरेक्ट यहाँ यस्तो छ यो स्विच अन नहुँदछ कि क्या हो विचारमा माग्दा त आउँछ होला होइन यस्तो रहेछ अनि डाइरेक्ट अब तल झार्दो रहेछ अनि पहिला चाहिँ यसरी दुलोबाट च्यान पाइन्थ्यो यहाँ यो भर्याङ भइहाल्यो र यो दुलोबाट यसरी काठमाडौँ क्लियर देख्न सक्छौँ हामी यो एउटा दुलो छ यहाँ र हामी झर्छौँ ओह्रालो अब कहिले म्याक्सिमम् मान्छे लिफ्टबाटै आउँदो रहेछ होइन अरू यो हुनु पनि यत्रो अग्लो रहेछ यो गल्छ होला नि त नानीहरू त अघि खतरो गलेछ अघि लिफ्टबाट आउनु मानेन यसरी यो ट्वाक पारेर घुम्नुपर्दो रहेछ लिफ्टमा चाहिँ जे अब सरकारले बनाएको छ हेऱ्यौँ हामीले खुसी लाग्यो विकास हुनुपर्छ यसरी नै होइन तर अब पुरानो मौलिकता चाहिँ अब खासै यसमा भेटिन्न यो आधुनिकीकरणतिर उन्मुख भएको छ त्यो दुलो हेर्दै जाने हो क्या हेरौँ दुलो यसरी च्याउँ ए च्याउँदै गरेको फोटो खिच्ने ए ल होस् दुईजनाले हेर्दै गरेको फोटो खिच्दै न ल लिएर नानी सृष्टि पनि हेर नि त्यसरी लु दुईजनाले हेर त भएन अलिक सिधा बस न सिधा बसेर हेर न हो सर सिधा सर सृष्टि पनि बसेन यसरी भएन नि भिडियोमा नि आउँछ र यो भर्याङ बनाउने शैली चाहिँ अलिक पृथक लाग्यो मलाई है यो तला थपेर यहाँ चाहिँ ग्रिल के अरे ड्रिल के भन्छ यसलाई ड्रिल गरेर चाहिँ होइन यसरी ड्रिल गरेर सर फलाम लगेपछि यसरी स्वाट्टै माथि तला थप्यो यसरी होइन अनि फेरि पुनश्च यतातिर यसलाई ड्रिल गरेर चाहिँ अड्काइएको हुँदो रहेछ होइन र यो कस्तो भने यो कङ्क्रिट ढलान चाहिँ राउन्डिङमा तपाईँको कङ्क्रिट ढलान चाहिँ नगरेको रहेछ र यसलाई आइरनले बनाएको रहेछ के हेरेको नानी कस्तो भयो तिमीलाई धरहरा चढ्दा राम्रो लाग्यो लु जाउँ नानी आउँछ यहाँ एउटा सुझाव बक्स चाहिँ चाहिने रहेछ त्यो राखेको थियो भनेदेखि म खरक्क लेखेर चाहिँ यति एउटा यो टावर चढ्नको लागि 200 रुपियाँ चाहिँ नलिनुहोस् 50 रुपियाँ लिनुहोस् पर व्यक्ति भनेर म सुझाव हालिन्थेँ होइन 200 रुपियाँ लिँदो त चढेको पनि हो बवाल तरिकाले ल साथीहरू हामी अब धरहराबाट बाहिरिसक्यौँ खासै केही थिएन अब चढियो नानीहरूलाई घुमाइयो नानीहरू कहाँ गयो फेरि र अब हामी अब माथि राजदरबारतिर लान्छौँ नानीहरूलाई घुमाउनको लागि चाहिँ हामी 9 तले धरहरा पछाडि राजदरबारतिर आइपुग्यौँ अब यहाँबाट नानीहरूलाई फेरि भित्र राजदरबार लिएर जान्छौँ अब यहाँदेखि साथीभाइ भित्रको भिडियो खिच्न पाइँदैन होइन अहिले हामी सिङ्गिङ स्टारको सुटिङ हुने थलो खोजिरहेका छौँ यो सन सिटीको आसपासमा साथीभाइहरू अहिले एकदम तीव्र रूपमा चाहिँ हाम्रो एउटा श्री आङ्बो भन्ने भाइ पार्टिसिपेट गरेका छ र आज अन्तिम अडिसन भन्ने छ भाइको होइन अब कस्तो हुँदो रहेछ भनेर हेर्नु पर्यो भनेर चाहिँ हामी एकदम खोजेछौँ अहिले लोकेसन पत्तो लगाउँदै पुल तरेर पारिपट्टिबाट हो भन्ने भएको छ क्या अरे अब हामी त्यता जाँदैछौँ जाम छ हौ त्यसकीमा बाजे ट्यास्ने सीमा झेक्ने गाडीको जाम छ अब यहाँबाट टर्निङ काटेर पारिको पुलबाट के अरे पारिपट्टिको साइडबाट चाहिँ हामी त्यो हलतिर जाँदैछौँ के खोला रे भाइ यो मनरा खोला हो यो अनि मनरा त माथि टुपीमा त सानो छ त त्यो म्युजिकको स्टप गरौँ त कसको हो कपिराइट आउँछ यहाँ सृष्टि लिम्बू तिम्रो म्युजिकलाई अफ गरेर देखिनु बाबा फेरि गर्न आएको जाउँ क्या हो के सेकुवा यहीँ पाइएछ त नि फेरि जाउँ न फेरि बेलुका भात नखाने नि ल साथीभाइहरू यो चाहिँ सन सिटीको ठाउँ हो यो ताप्लेजुङ सेक्वा कर्नर पनि रहेछ त्यहाँनिर चाहिँ मरत तरिकाले नास्ता एटिङ ह्याप्स गरियो होइन कहाँ पो थियो अलि माथि नै हो नि यो हो कि त्यहाँ भिड छ गाडीहरू पार्किङ हिसाबले त्यतै जस्तो लाग्छ माथि नै भिड भएको छ भर्खर जाँदा ओहोरदोहोर हुँदैछ कि त्यही होला सायद लु यहाँ यो भाइ 100% किनभने गाडीको यो पछाडि थाहा भइसक्यो ल साथीभाइहरू अब यो चाहिँ कन्फर्म हो भन्ने चाहिँ लाग्यो अलिक किनभने यहाँ गाडीहरूको पार्किङ त्यतै ओर चाहिँ यहाँ लो सिङ्गिङ स्टारकै साथीभाइ जस्तो लाग्यो मलाई कोट पेन्टमा जाँदैछन् हामी चाहिँ मरत तरिकाले अलिकति भुत्ले टाइपले जाँदैछौँ तर केही छैन
होइन ब्रान्डले मान्छे बनाउने होइन, मान्छेले ब्रान्ड बनाउने हो। म त्यो कुरामा विश्वस्त छु होइन। ट्राई सुटले मान्छे बनाउने होइन नि त होइन। लाजको पसारो। अब श्री भाइ चाहिँ भित्र हलभित्र सुटिङमा छिरिसकेको छ, उसले फोन उठाउन सक्दैन होइन। अब हामी चाहिँ खोजेको यहाँ फुटसल हल नै तपाईँको 2-3 वटा रहेछ। कुन चाहिँ फुटसलको पछाडि भन्छ, फुटसलको वरिपरि खोजी मर्दा नि भेटिँदैन त्यो सुटिङ गर्ने थलो चाहिँ होइन।